5 7 1 यो किन मैले लेखेको थाहा छ हजुरहरूलाई? कतिजनाले मलाई सोध्नु भएको छ, म्याम बच्चा पढ्दै पढ्दैन, बच्चा पढ्दै पढ्दैन, बच्चा पढ्नै मान्दैन, बच्चा यो सब्जेक्टमा विक छ, एक्जाम आउन लागिसक्यो, यो छ त्यो छ। अब हजुरहरूले ग्रीन कलरको एउटा पेन लिनुहोस् र बच्चाहरूको चाहिँ यसरी नै रिस्टमा नाडीको यहाँनिर 5 7 1 लेखिदिनुहोस्। त्यसपछि सबै बच्चाहरूको चाहिँ बुकको कुना कुनातिर जहाँ चाहिँ उनीहरूले युज गर्दैनन् है, बिचबिचमा आएन यसोतिर हजुरले चाहिँ 5 7 1 5 7 1 लेखिदिनुहोस्। त्यसपछि बच्चाको बुकहरू, बच्चाको ब्यागहरू समाएर हजुरले च्याट्ने गर्नुहोस्। मेरो बच्चा चाहिँ पढ्न एकदम जान्ने होस्, राम्रो होस्, यसको पढाइ एकदम राम्रो छ, यसको चाहिँ विक चाहिँ इङ्ग्लिसमा छ, यसको एकदम राम्रो साइन्समा छ, एकदम म्याथमा हजुरले चाहिँ यसरी बच्चाको बुक समाएर, बच्चाको ब्याग समाएर च्याट्ने गर्नुहोस् 5 7 1 5 7 1। त्यसपछि बच्चाको यसरी लेखेपछि 2 महिनासम्म चाहिँ राखिदिनुहोस् अनि बुकरमा नै लेखिदिनुहोस्। हजुरले नै च्याट गरिदिनुहोस् बच्चाको लागि। आमाले च्याट गरेको डाइरेक्ट बच्चामा जान्छ। अनि बच्चा कसरी पढ्छ हजुर हेर्दै जानुहोस्। मैले मेरो बच्चालाई गरेपछि मैले पनि यो हजुरहरूलाई किन नबनाऊ, मैले जाने कुरा म मात्रै किन लुकाएर राखौँ, कमसे कम हजुरहरू पनि खुसी हुनुहुन्छ आफ्नो बच्चा पढ्न थालेपछि भनेर सेयर गरिरहेछु। गराइहाल्नुहोस् है।